हेलो नमस्कार साथीहरू। आज हाम्रो सेल पकाउने कार्यक्रम हुँदैछ। यहाँ पिठो भिजाएर रेडी पारेको छु। यहाँ तेल तात्दैछ ताईमा। तर हाम्रो टिका छैन, पूजाआजा छैन र पनि हामी सेल पकाएर खाउँ न भन्ने कार्यक्रम गर्दैछौँ। अब एकछिनपछि सेल पकाएको पनि देखाउँछु। हस् हेर्नु साथीहरू, मेरो यहाँ सेल पाक्दैछ। भर्खर अलिकति पकाएँ। हेर्नु मेरो आज सेल बिग्रेर कस्तो के भएको के नमिल्या भर्खर यति पकाएँ। यस्तो गाह्रो भइरहेको छ कि सेलै नमिलेर सबै टुक्रा टुक्रा भइदिएर। हेर्नु साथीहरू, सेल पाक्दैछ। बल्ल यति हाल्यो तर खासै राम्रो त भएको छैन। यति चाहिँ भयो, बिग्रिसकेको थियो सेलहरू। आजको हाम्रो सेल पकाउने कार्यक्रम पनि सिद्धियो। यति नै छ सेलहरू। धेरै पकाएन किनकि मलाई एकदम हात पोल्यो क्या, अनि हात पोल्यो, अल्छी लाग्यो, अनि पिठो बाँकी राखेर यति नै बनाएर छोडिदिएको मैले। लास्टको यो भइहाल्यो। नमस्कार, मेरो च्यानलमा स्वागत छ हजुरहरूलाई। हजुरको माझ नयाँ भिडियो लिएर आएकी छु। आजको भिडियो हेरेर साथ सपोर्ट गर्नुहोला, लाइक कमेन्ट सब्सक्राइब पनि गर्नुहोला। कस्तो लाग्छ के लाग्छ यसको सम्झिनु होला। आजको भिडियोमा मैले मुकबाङ भिडियो लिएर आएन। आज मैले सेल पकाएको अनि अलिकति सेल खाएको भिडियो लिएर आउँदैछु। कस्तो लाग्छ के लाग्छ हेरेर सपोर्ट गर्नुहोला। मेरो सेल आज मैले सेल बनाएको कस्तो रहेछ, फर्स्ट बाइट हजुरहरूलाई। मिठो रहेछ। कस्तो बाङ्गो भइरहेको छ क्या, त्यो जेरी जस्तो। ए मलाई हाल्न नआएर एकदम मिठो भयो। हाम्रो लास्ट यसरी हाल्नुपर्छ भन्छ कि, सेल ताई झिक्नलाई, ताई चुलोबाट झिक्नलाई यस्तो गर्नुपर्छ अरे भन्छ नि। त्यही भएर लास्टको रोटी खान्छु है त म। पुरा मकै जस्तो खुरुखुरु छ त। लास्टको रोटीमा त पिठी रहेछ कि।
पिठी छ। यहाँ पोलेर ताईले दुई ठाउँ पोले चुलो अग्लोमा होचो भयो क्या। अनि ट्याक्क गर्दाखेरि यस्तो हाल्ने बेलामा ताईले राति देखिरहेको नि आजको भिडियो यति नै भयो साथीहरू। सबै पकाएको अलिकति खाएको सबै म एक ठाउँमै राखिदिन्छु। कस्तो लाग्छ के लाग्छ हेरेर साथ सपोर्ट गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्नु होला भन्दै हजुरसँग छुट्छु। बाई बाई।